नमस्ते टासिदेलेक फ्यापुला छाजालो खाम्रिमो म जोरिन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आज चाहिँ तपाईहरुलाई म एउटा आफ्नो जीवनमा या आफ्नो दैनिक जीवनमा आफ्नो दिन सुरु गर्नुभन्दा अगाडि अथवा बिहानको खाजा खानुभन्दा अगाडि र त्यसैगरी दिउँसोको खाना बेलुकाको खाना है र दिनमा बाधा अडचनहरु नहुनु र सोचेको जस्तो कुराहरु पूरा हुनको लागि चाहिँ अब हामीले धेरै जस्तो हामीले गुरु रुम्बुछे उहाँलाई हामीले याद गर्छौं उहाँको पाठहरु हामीले पढ्ने गर्छौं है र उहाँको अब पाठहरु चाहिँ धेरै छन् अब ठूला ठूला पाठहरु भन्नुपर्दा कुञ्जौचिदी भन्ने जस्तो ठूलो पाठहरु छ है धेरै अब लामो समयसम्म हामीले पूजा गर्न सकिन्छ भने त्यो भन्दा छोटो दुईटा छ एउटा चाहिँ पार्छे लाम्सेल भनिन्छ त्यो पढेर चाहिँ हाम्रो बाधा अडचनहरु नहुने है रोगहरु नहुने रोगहरु नलाग्ने त्यस्तोमा आयु लामो हुने है त्यस्तो फाइदा छ भने अर्को चाहिँ सम्बलहुन्टुप भनिन्छ सम्बलहुन्टुप भनेको चाहिँ त्यो पाठले चाहिँ के गर्छ भन्दाखेरि त्यो पाठ पढ्दाखेरि चाहिँ हाम्रो जीवन सफल हुने है सोचेको कुराहरु पूरा हुने त्यस्तो फाइदाहरु हुन्छ आफूले सोचेको कुराहरु सबै पूरा हुने जस्तो सपनाहरु पूरा हुने त्यस्तो फाइदा रहेको छ र गुरु रुम्बुछे यस्तो व्यक्ति थियो कि जसले चाहिँ बुद्ध धर्मलाई अब बुद्ध धर्ममा धेरै नै अब उहाँले बुद्ध धर्ममा अब धेरै बाधा अडचनहरु आउने बेला चाहिँ उहाँले धेरै सहयोगहरु भनौं अथवा धेरै रक्षा गर्नुभएको थियो है र त्यसको कहानी एकदम लामो छ त्यो एक दिन भनौंला तपाईहरुलाई है र आज चाहिँ म तपाईहरुलाई अब जस्तै खाना खानु अगाडि जस्तै बिहानको खाजा होस् दिउँसोको खाना होस् या बेलुकाको खाना होस् त्यो खानु अगाडि हामीले गुरु रुम्बुछेलाई याद गर्नु गुरु रुम्बुछेलाई खाना चढाउनु है त्यो एकदमै एउटा राम्रो कुरा हो र गुरु रुम्बुछेलाई खाना चढाउँदाखेरि पढ्ने पाठ चाहिँ यस्तो रहेको छ क्यागर पेन्सन पेला कडेन्ज पेमा जुने कुला तेठुङमे ताता लनुप सिम्बे खनेन्ज उगे रुम्बुछेला छोपा फुल हजुर यसरी चाहिँ तपाईले पढ्न सक्नुहुन्छ है र यो चाहिँ थियो अब खाना खानु अगाडि पढ्ने पाठ चाहिँ यो थियो भने बिहान उठ्ने बित्तिकै हामीले अब भगवानलाई पानीहरु चढाएर चाहिँ अब तपाईले सक्नुहुन्छ भने यो 2-3 मिनेटको यो तपाईहरुको लागि भनेर मैले नेपालीमा लेखिदिएको छु छोटो पाठ छ है गुरु रुम्बुछेको यो पढ्न सक्यो भने एकदमै फाइदा हुन्छ है अब यो पाठ चाहिँ सकेसम्म बिहान उठेर हात मुख धोएर फ्रेश भएर भगवानलाई पानीहरु चढाउने साङहरु बाल्ने घरमा त्यसपछि चाहिँ यो पाठ पढ्नु होला भनेर म भन्दछु है र पाठ चाहिँ यस प्रकारको छ हुगेन युलगे नब्जाङ सम पेमा केसर तोंबोला याछेन छोगे ngodro nya pema chungne shezu da kordo khanro mangbe gor kege jesu da ro jingge lobshire shegzu so necho deru jimpo la tupcho da la wangshi gor kegdan loden barche so chodan temo ngodro zo oma hu bazra goro pema sede hu oma hu benza goro pema terenza benza zamaya za sarva sede bhala hu rima hari neza raza riya zeta ren za Guru khanro soje ge taja mebe bunam lela kui jenge lo ngakla sunge jenge yela thoge jenge lo wangshe kurwara jenge kyeshe thakbara jenge lo lamshe chongbara jenge kushe thobara jenge lo oma
本则过热本马德瓦塔给你嘎呀阿比看着瓦嘎阿比看着Sita abe kenza hon sarva abe kenza रे हजुर पाठ चाहिँ यस प्रकारको रहेको छ र यसलाई चाहिँ हामीले अब सकेसम्म अब सक्नुहुन्न भने एकचोटि मात्र नभए 3 चोटि 7 चोटि जति धेरै पढे त्यति राम्रो है र यो पाठको अर्थ चाहिँ त्यही हो अब हरेक पाठहरू जस्तै कि हामीले हाम्रो जीवनमा बाधा अडचनहरू नआउन् है बाधा अडचनहरू नआउन् सोचेको कुराहरू पुरा हुन् र अन्तिममा गएर चाहिँ हामी सबैले बुद्धता प्राप्त गरौँ है किनभने बुद्धता प्राप्त गर्नु चाहिँ हामीले जस्तो सुकै प्रार्थना गरे पनि त्यसमा हामीले हाम्रो अन्तिमको हाम्रो इच्छा चाहिँ त्यही हुनुपर्छ कि अन्तिममा चाहिँ हामीले बुद्धता प्राप्त गरौँ भनेर किनभने बुद्धता प्राप्त गर्नु भनेको नै परम सुख भनेको त्यही नै हो है परम आनन्द परम सुख भनेको त्यो नै हो र त्यो प्राप्त नगरेसम्म संसारमा दुःख नै दुःख छ है त्यसैले चाहिँ हामीले जति बेला जब हामीले प्रार्थना गर्छौं त्यति बेला चाहिँ हामीले सधैँ बुद्धता प्राप्त गरौँ भनेर चाहिँ प्रार्थना गर्नु एकदमै आवश्यक छ र आफू मात्र नभई सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ आफू मात्र नभई आफ्नो घर परिवार आफ्नो घर छिमेकी मात्र नभई त्यसमा सीमित नभई संसारका हरेक प्राणीहरूले चाहिँ बुद्धता प्राप्त गरून् भनेर चाहिँ प्रार्थना गर्नुपर्छ है त हामीले जति ठुलो प्रार्थना गर्यौं त्यतिकै अब हामीले पुण्य कमाउने त्यसको फल पनि त्यतिकै ठुलो हुने त्यस्तो फाइदा छ है त हजुर अनि अब यो चाहिँ थियो गुरु रिम्पोछेको पाठ यानी खाना खानु अगाडि गुरु रिम्पोछेलाई अब खाना चढाउँदाखेरि पढ्ने पाठ अथवा जस्तै गरी अब आफ्नो दिन सुरु गर्नु अगाडि अब दिनमा बाधा अडचन नहुनु दिन सफल हुनुको लागि चाहिँ पढ्ने गुरु रिम्पोछेको पाठ चाहिँ यस प्रकारको थियो है र त्यसै गरी अब अरु कुनै धर्म सम्बन्धित पाठहरू होस् या कुनै विषयमा पनि तपाईहरुलाई कसैको अब जीवन कहानी जीवनी त्यस्तो बुझ्नु मन छ भने कमेन्टमा लेख्नु होला म सकेसम्म त्यसमा भिडियो बनाउने छु हस् त अनि अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद फेरि पनि अर्को भिडियोमा भेटौँला हस् त धन्यवाद